एउटा च्यालेन्ज है, एउटा च्यालेन्ज खेल्ने हो, एउटा च्यालेन्ज खेल्ने हो, खेल्ने नखेल्ने? के च्यालेन्ज? जे पनि च्यालेन्ज खेल्ने? ल मलाई तिमीले हैन भेट्यौ भने म दौडन्छु, मलाई भेट्यौ भने तिमीलाई म कति थाहा छ? के थाहा छैन? मलाई भेट्न सक्छौ? सक्छौ? ल के गर्ने भने तिमी र म रनिङ गर्ने है। तिमीलाई मैले जिते भने फुरनदाना दिने भए। फुरनदाना भनेको? फुरनदाना भनेको? फुरनदाना। तिमीले मलाई जित्यौ भने म तिमीलाई फुरनदाना दिने भए। ए प्राइज? प्राइज चाहिँ फुरनदाना। फुरनदाना भनेको के हो थाहा छ? एकदमै ठुलो प्राइज हो। मामाले सोधेर? फुरनदाना सोध्नै पर्दैन, तिमीलाई थाहा छैन मलाई सोध्दा हुन्छ। फुरनदाना भनेको के हो भनेर? ठुलो प्राइज। मामाले सोधेर? हैन हैन, ठुलो प्राइज त हो। के प्राइज चाहिँ हो भनेर त थाहा हुनु पर्यो नि त। मलाई भेटायौ भने फुरनदाना पायौ। त्यस्तो होइन, त्यस्तो होइन, त्यस्तो खालको फुरनदाना होइन, मैले अर्कै नयाँ फुरनदाना हो। ल यहाँ थाहा छैन? थाहा छ कि छैन? यहाँ बस। तिमीलाई मलाई यदि तिमीले जित्यौ भने मेरो सुन न मेरो र तिम्रो च्यालेन्जमा तिमीले जित्यौ भने म तिमीलाई के दिन्छु? फुरनदाना। फुरनदाना भनेको के हो? पैसा। पैसा होइन, ठुलो प्राइज। ठुलो प्राइज हो। त्यो भनेको के हो? ठुलो प्राइज भने के दिन्छु? भुटेको चिउरा जस्तो त्यो होइन, फुरनदाना। फु भनेको यहाँ अनि फुरनदाना यहाँ दाना उठाउने, ठङ दिने, यहाँ दाना उठाउनेलाई फुरनदाना हो। यस्तो गरौँ न, जो हार्छ त्यसले फुरनदाना टाउकोमा दिने। टाउकोमा यस्तो गरेर टेङ्ग दिने ल। साह्रो भने। ल हाम्रो गेम सुरु भइसकेको छ गाइज। के भएको छैन त? भयो। अब हामीले जित्यो भने के उपहार पाउने हो त? के उपहार पाउने भयो जित्नेले? फुरनदाना। हार्नेले फुरनदाना। हार्नेले केही पनि नपाउने भयो, जित्नेले फुरनदाना। फुरनदाना भने के हो? टाउकोमा डल्लो। टाउकोमा डल्लो। उयो पर गेम चाहिँ कसरी हुन्छ नि? ऊ त पर यो बारीमा बकुल्ला छ नि। बारीमा? ऊ त पर बकुल्ला छैन त। उयो बकुल्ला हैन नि त्यो। त्यो सेतो सेतो फुलेको छ नि। हजुर। हो त्यो सेतो सेतो फुलेको ठाउँबाट यहाँ को छिटो आइपुग्ने? 1 2 3 गो भनेपछि त्यसले चाहिँ फुरनदाना, यहाँ छिटो आइपुग्नेले फुरनदाना खान्छ। राउन्ड पनि हान्ने के यसरी 10 राउन्ड हिँड्नु अलिकति